त्यही हो फुटाइदे फुटाइदे मलाई मेरो एक्सहरूको है गाइस केटाहरू त मासु पनि लिएर आइसकेछ होइन वरुण भाइ सिन्धुलीमै बक्सर घुमेर आइसक्यो मासु लिएर लगेर होइन अहिले त यहाँ पानी परिरह है हामीले केही पनि पकाएको छैन मलाई त लागिरह हामीले धन्न उतै बाटोमा के खाइहाल्यो न हेलो एन्ड वेलकम ब्याक एभ्रीबडी स्वागत छ तपाईँहरूलाई त सुब्बे ब्लगको एकदमै नयाँ र चमत्कार भिडियोमा इट्स मी सुभाष सिंह फ्रम बर्दिवास राइट नाउ अहिले त म कहाँनिर छु भनेको जस्तै विमानमा हो होइन गाउँको चुलो टक्क किनकि आज खानासाना पनि खाएको छैन 12-1 बजिसकेको छ 1 लगभग बजि नै सकेछ अनि आज चाहिँ हामीले जान थालेको चपौली समथिङ भनौँ न चपौलीतिर जान थालेको नाइट हान्नुलाई अनि त्यही हो टक्क हामीले सब सामानहरू लिइसकेको छ है निस्किन त घरबाट 10 बजे नै निस्केको सामानहरू सब लिइसकेको छ अनि त्यही हो यहाँ खाजा खान्छु म निस्किन्छु नर्मल्ली हामीहरू त यहाँ 3टा बाइकमा आएको छौँ होइन एउटा यहाँ बुलेट भइहाल्यो करन बाइकको एउटा मेरो एउटा अनिसको भइहाल्यो अनि हामीहरू धेरै जानु चाहिँ छैनौँ त्यही 4जना छौँ 3टा बाइक स्कुटीमा को भनेपछि त अब सबै देखिन्छु होइन 4जनामा जानु थालेको कि न वाइज हामीहरू त्यहाँ खाजा बनाएछ टक्क खाने अनि त्यसपछि 14तिर 9-9 कतै त्यो जान्छौँ होइन एक्ज्याक्टली थाहा भएन अब हेरौँ त्यहाँ गइन्छ भनेर राइट नाउ गाइज हामीले त्यहाँबाट खाजा खाएर होइन टक्क अब निस्किन थालेको त्यही हो फुटाइदे त्यही हो टक्क अब यहाँ पेमेन्ट गरौँ अनि निस्क्यौँ नाउ गाइज हामीहरू त यो कुन ठाउँ भनिन्छ होइन यहाँनिर त भुगी कटर खानालाई रोकेको छौँ त्यही हो टक्क भुगी कटर खाने अनि त्यसो सिधै सिन्धुलीबाट सामान बोकेर हामीहरू त जान्छौँ मासतिर अझै होइन नाउ गाइज हामीहरू त यो कुन ठाउँ भन्नु एक्ज्याक्टली थाहा भएन होइन टक्क यो सिन्धुली जाने बेला अलिकति सिन्धुलीभन्दा यतै 3-4 किलोमिटर कति किलोमिटर रेन्जको यतैमा पढ्ने यहाँनिर नुहाउन थालेको छौँ होइन त्यही हो नाउ गाइज त्यहाँनिर त ट्याक्क नुहाउँदै थियौँ अनि त्यसपछि पानी परेर हामी फेरि ब्याक भएर होइन यहाँ खाजा खाना यो कुन होटल हो एक्ज्याक्टली थाहा भएन यहाँनिर बसिरहेको छौँ त्यही हो राइट नाउ गाइज अहिले चाहिँ कति बजिरहेको भनेपछि बेलुकाको 6 बजिरहेको होइन अनि अहिले हामी जस्ट सिन्धुली कटेछौँ क्या पानीको रिजनले त्यो नि कपडा भिजेकै छ कपडा भिजेकै छ होइन अनि त्यही हो अब जाउँ अब अगाडि दाउरा किन्न मिल्छ भन्ने मिलिहाल्यो दारसँग त रेनकोट थियो यहाँ मर टुटुसँग रेनकोट थिएन त्यो मर टुटु त्यो भिज्यौँ अनि त्यही हो अब यहाँबाट सिधै हामी चपौली जान्छौँ होइन यहाँको भ्यू चेक गर्न सक्नुहुन्छ है बब्बाल छ क्या यहाँको मौसम पनि अनि देखिरहेको जुन डाँडामा त्यो बादल लगाइराख नि त्यो पनि नाइस देखिरहेको क्या अनि त्यसपछि अहिले करन भएर टुटु चाहिँ कहाँ भनेपछि तिनीहरू त त्यहाँ सिन्धुलीमा मासु किन्दैछ होइन 2 किलो कुखुराको 1 किलो खसीको होइन टक्कसँग लगाएर अनि किनेर तिनीहरू आउँछ हामी यहाँ तिनीहरू होल त्यो सब खाने फेरि टुटुमा त टुटु एक्लैले खान्छ सबै त्यही हो तिनीहरू आउँछ अनि हामी निस्किन्छौँ होइन तिनीहरूले यहाँनिर होल पर्खिँदै हो है त्यहाँनिर हामीहरू त्यहाँ नुहाउनु नगएको भए त्यहाँ हामीहरू अघि नै दिउँसै हामी 2-3 बजे नै पुग्थ्यो घरबाट 10 बजे निस्केको अहिलेसम्म त हामी धरान पुगिसक्थ्यौँ कि धरानतिर नभए उता नारायणघाट कटिसक्थ्यौँ मैले उता गएको भए यहाँ नुहाउन थालेपछि पानी परिहाल्यो क्या अनि अहिले त यहाँ खोलामा बाढी पनि आइरहेछ है त्यही हो रोड खाली छ सुनसान अनि त्यही हो अब हल्का सोधेको थियौँ अनि यता मासतिर जुन छ नि त्यो सिन्धुलीबाट जुन त्यो रोड घुम्थी त्यतातिर चाहिँ पसलहरूमा दाउरा बेच्न राख्नु हुँदो रहेछ अनि त्यता गएर हामीहरू अब दाउरा किन्छौँ त्यही हो त्यहाँबाट दाउरा लिएर जाने किनकि अब पानी परेछ दाउरा त भेट्दैन भेटिहाल्यो भने पनि चिसो हुन्छ बल्दैन त्यही भएर किनेरै लिएर जाने सोचेछौँ होइन त्यही हो राइट नाउ हामीहरू चाहिँ आज कहाँ जान थाल्यो भनेपछि कहाँ जान थाल्यो रे चपौली के गर्न क्याम्पिङ गर्न त्यही हो होइन टक्क यहाँ 2टा बाइक हो सब सामान रेडी छ यहाँ अब मान्छे मात्र आउन बाँकी हो मासुहरू लिन गएको केटाहरू त यहाँको भ्यू त्यस्तो छ है गाउँ गाइज केटाहरू त मासु पनि लिएर आइसकेछ होइन वरुण भाइ सिन्धुलीमै बक्सर घुमेर आइसक्यो मासु लिएर चोकमै ए केही हुँदैन के यताउति ए पोलुला अनि त्यही हो अब त्यहाँबाट निस्क्यौँ होइन हामीहरू त्यो सिन्धुली गढीको यो ठ्याक्कै एक्ज्याक्टली ठाउँ त भन्न सक्दिनँ होइन बट यो उकालो ठ्याक्कै यहाँभन्दा अब अगाडि अलिक 2-3 किलोमिटर अगाडि सेल्फी डाँडा छ होइन अनि चेक आउट द भ्यू है बब्बाल छ क्या त्यहाँनिर बादल लाएर होइन नाइस है
राइट नाउ गाइज होइन हामीहरू त्यहाँ चपोली आइसकेको छौँ है टक्कसँग लाएर अनि बाइक चाहिँ मैले यहाँ राखेको छु टुटुले अब बुलेट सक्दैन ढल्नुपर्छ एउटा डाँडै छ डाँडा चलाउँदैछ हामीहरू चाहिँ अब मेरो बाइक भइ नै हाल्यो होइन भन्नु नै परेन के अनि त्यहाँ ऊ टुटु बुलेटमा म गइरहेको लिएर आइरहेको बुलेट चाहिँ होइन त्यही हो अब यता माथि कहाँ बस्नु चाहिँ फिक्स भयो होइन चेक आउट द भ्यू है त्यता त गाउँघर छ यस्तो हो खाल्टो साल्टो हो कि यस्तो छ अति नै अफ रोडिङ भन्नु पुरै डाँडै छ कि एउटा त्यही हो गाउँ गाइज होइन यो चाहिँ अब कुन यो के घर हो त्यो भन्न सक्दिनँ एक्ज्याक्टली होइन अनि हामीहरू चाहिँ यहाँ बाइक स्कुटी राखेर यो माथि डाँडा चढ्छौँ एउटा डाँडा टाइपको छ अनि यता चाहिँ गाउँ मुन्नी खाले यो होइन हाम्रो त यहाँ यति सामान भयो मासु यताउति छट्ट लगाएर होइन अनि त्यहाँ अझै सामानहरू त हेर है बाइक चाहिँ वहीँ मुनि राखेको छौँ त्यहाँ काम गर्दै यता म र टुटु त टेन्ट हाल्दैछौँ उता यहाँनिर त गरम भाइ खाल्टो घल्दैछ होइन टक्कसँग लगाएर यो ठाउँ मलाई गाड्नु होइन त्यही हो पुरै हुस्सो लगाएको क्या यहाँनिर सेतो देखिरह होला राइट नाउ गाइज हामीले चाहिँ टेन्ट लगाइसकेको छौँ होइन अब टक्क आगो बाल्ने है अब अहिले त केही पनि हुँदैन क्या सबैभन्दा यो बबाल चाहिँ बिहान हुन्छ यो माथिबाट राख्नेहरू के टक्क त्यो देखिरहेको चाहिँ सिन्धुली हो है अनि यतातिर चाहिँ अब यो कुन ठाउँ भनौँ होइन थाहा नै भनौँ तर गाउँ नै गाउँ छ अब डाँडा पाखा हो टाढा टाढा यिनीहरू सब होइन अहिले रातिको टाइममा के नै देखाउनु राइट नाउ गाइज होइन अहिले त यहाँ पानी परिरह है हामीले केही पनि पकाएन मलाई त लगाइरह हामीहरूले धन्न उतै बाटोमै के खाइहाल्यो न त भोक लाग्छ त्यही हो अब केटाहरू यहाँ सबजना आफ्नो काममा भिडिरह म पनि बेला बेला मात्रै भिडियो बनाइरह म पनि काम गरिरहेको है त्यही हो मार्छ यता हेर तिमी मलाई मेरो एक्सहरू होइन नाटक त यसो यहाँनिर हामीहरू त यहाँ यस्तो यो रुखको त किन भनेपछि होइन टक्क त्यहाँ प्याज काटेको थियो क्या अघि यो खोलेर अनि पानी पऱ्यो सबभित्र बस्यो त्यहाँदेखि त्यही आँखा पोलेर त्यही हो होइन टक्क अहिले त पानी पऱ्यो केही पनि पाएको छैन क्या यहाँनिर माटो पाक्छै पाक्दैन पानी अघिभन्दा कम भइसक्यो राइट नाउ गाइज हामीहरू त अहिले यहाँ कहाँनिर भनेको जस्तै हामीहरू त यहाँनिर सिन्धुलीको एउटा होटलमा छौँ होइन अनि किन भनेको जस्तै पानी अति नै पऱ्यो क्या त्यहाँनिर अनि त्यहाँबाट भागेर पुरै टेन्टभित्र पनि पानी अनि मासु हामीले बल्ल बल्ल पकाएको थियो होइन त्यस्तो राम्रो त पाएको थिएन अनि त्यही अनि कुखुराको मासु पनि यतै ब्यागमा गर्दा होला हामीले कुखुरा पनि पकाएन खसीको त पकाउन भ्यायो त्यही हो अनि त्यही हो आजको लागि यति नै टक्क नुहाउने अनि त्यसपछि लेट्स मिट इन अनदर भिडियो है